बस्नु भएको त तपाईँ एक्लै के गर्नु यस्तै त अनि मोबाइल खेलाउने मोबाइल चलाउने भिडियो हेर्ने फोटो हेर्ने आजभोलिको त मोबाइलमा नि फेसबुकमा के आउँछ भन्छ नि त दाइ होइन के हो के भने के हो भन्नु खोजे के हो कुनै राम्रो प्राकृतिक हुन्छ नि जस्तो फोनहरू गर्ने यताउता कुनै ठाउँमा भिडियो चाहिँ अलिक फरक आउँछ भने सुन्थेँ कि आउँछ नि त नआउने कुरै भएन नि त अब आफ्नो लाइन कता छ त्यतैतिर जाने हो अब कुन हेर्छु जुन हेर्छु भने नि आउँछ नि मोबाइलले नि मान्छे बिगार्छ सपार्छ हो दाइ अब आफ्नो लाइन हो बिग्रिनेतिर गयो भने बिग्रिन्छ सब्रिनेतिर भएपछि सब्रिन्छ जस्तै भन्छ नि झिङ्गाको सङ्गत गऱ्यो भने उसले फोहोरतिर लिन्छ अरे मौरीको सङ्गत लग्यो भने उसले महतिर लिन्छ अरे त्यस्तै हो यो मोबाइल पनि त्यही त हो नि के त आफ्नो त मोबाइल पनि छैन त्यही भएर केही थाहा पाउन त्यही भएर सोधिरह्यो नि तपाईँले अस्तिसम्म त थियो नि त मोबाइल कहाँ भयो त्यो मोबाइल के गर्नु मोबाइल चलाएर बसिरहेको थिएँ पढिने भनेर बाआमाले फालिदिनु भयो मोबाइल कहाँ पारेछन् त्यही भएर त के आइरहेको छ नयाँ समाचार हेरौँ न दाइ भन्नु तिमीलाई के हेर्न मन लाग्छ ल भन यहाँ एउटा के त्यो पढ्ने सामग्रीहरू के पढ्ने सामग्री त्यस्तो के आउँछ अरे त खेलहरू आउँछ अरे त त्यो हेर्न मन लाग्छ सबै आउँछ नि नेट जोड्नु पर्यो नेट जोडिसकेपछि ल हेर त यहाँ यसमा हेर है यसमा गयो भने नागरिकता पनि यहीँ छ लाइसेन्स यहीँ छ पेन कार्ड यहीँ छ हरेक डकुमेन्ट यसमै छ ल हेर त नि सबै आउँदो रहेछ है दाइ ल हेर यो सबै यसमा छ जे आफूले खोलेको छ सबै देखाउँछ के थाहा मलाई अब हामी यस्तोतिर लाग्दैन हाई हल्लो गऱ्यो बाले एक दिन थाहा पाएर मोबाइलै फुटाइदिनु त्यही भएर मलाई चिन्ता लागिरहेको छ तर फुटाउनु त नपर्ने है हो नि दाइ मलाई त मोबाइललाई बार छटपट लागिरहेको छ फुटाउनु त नहुनु पर्ने तर गल्ती गरेछन् बाउले यस्तो हुन्छ मोबाइल पनि सदुपयोग र दुरुपयोग भन्छ नि त्यस्तै भयो होला यही भएर फुटाइले माग्यो नत्र किन फुटाइले माग्थ्यो र अहिले खासै त हेरेको होइन कि त्यो अनलाइनबाट पढाउँछ नि खासै हेर न थोरै हेऱ्यो हल्का फुल्का मैले बुझेँ के अरे त्यो अनलाइनबाट क्लास लिन्थ्यो अनि त्यो मास्टरले के सोधिरहेको थियो त्यो बोल्दै त्यही भएर बाले थाहा पाएर कुट्नु भयो नि मोबाइल पनि फुटाइदिनु भयो नि कुन मास्टर थियो के त्यो परको त्यो के भन्छ तल्ला गरेको त्यो काइलाको छोरो काइला छोरो रामे के त्यो त्यसको व्यवहार ठिक छैन के उसले अरू पढाउँदै थियो होला त्यही भएर त मोबाइल फुट्यो नत्र किन अरू त केही पढाएन एक्जाममा यस्तो आउँछ यो टिपेर राख नानी भनेर चाहिँ नम्बर पेज भनिरहेको थियो म चाहिँ त्यही लेख्दै थिएँ अनि खै के हो उसले आफ्नो हटस्पट नम्बर टिप्न लगाएको थियो होला फोन नम्बर टिप्न लगाएको थियो होला त्यही होला अब के थाहा हामीले त्यही हो पक्कै पनि अब मोबाइल सम्बन्धी किरो पनि परिन के थाहा तिमी गलत बाटोमा हिँडेछौ त्यही भएर मोबाइल फुट्यो अनि साँच्ची दाइ हामी त मोबाइलको धेरै कुरा गऱ्यौँ अनि भाउजू कता हुनुहुन्छ त आजभोलि भाउजू घरमा छ ए बाआमा सबै घरमै छ अनि तपाईँ चाहिँ यहाँ के गर्नु बस्नु भएको एक्लै कि कसैलाई भेट्नु बोलाउनु आएर कसलाई बोलाउनु त्यस्तो कुरा नगर म बुढेसकालमा अहिले त बुढेसकालमा बोइस आउँछ अरे चमक हुन्छ न अरे आउनेलाई आउँछ के र तिमीलाई आएको होला मलाई त आउँदैन मलाई त यो विषयमा थाहै छैन किन म यस्तो के केटा मान्छे बोल्यो भने झलक रिस उठ्छ के म केटी मान्छे हो त तपाईँ बुढो मान्छे हो अब म गएँ धेरै बेर गफ गर्दिनँ होइन अहिले फेरि बाले कहाँ गई भनेर कराउनुहुन्छ होइन म पानी लिन आएको परेर पानी भरिसक्यो पानीको धारा यहीँ छ त त्यहाँ तलतिर कि धारा यहाँ देखेर आएको होइन तपाईँ टोलाएर मोबाइल हेरेर बस्नु भएको थियो नि त के रहेछ भनेर आएको नि टोलाको त होइन भिडियो हेरेर मजा आएसँग ल गएँ म अहिले बाले मलाई मार्नुहुन्छ चाहन्छौ भने गाउँलेले कुरा काटेको सुन्न चाहँदैनौ भने यत्रो बेर लाग्छ अरू काम गर्नु एकैछिन खान्छ
तिमीले किन कुर्दैछौ बिहान मेरो छोरीलाई धेर कुरा गर्ने होइन तिमीले पनि